चाहिँ हामीले खाँदै गरेको खानेकुराहरूमा हाम्रो शरीरलाई चाहिने पौष्टिक तत्त्वहरू सन्तुलित रूपमा हामीले पाइरहेका छौं। नमस्कार, म डाक्टर सन्तोष प्रसाद शाह। आउनुस् आजको भिडियोमा हामी यसकै बारेमा छलफल गरौँ। ब्यालेन्स डाइट भनेको के हो भन्दा चाहिँ हामीले खाने खानेकुराहरूमा 6 वटा तत्त्वहरू सन्तुलित रूपमा मिश्रित भएको हुनुपर्दछ। त्यसमा चाहिँ नम्बर 1 कार्बोहाइड्रेट, नम्बर 2 प्रोटिन, नम्बर 3 फ्याट्स, नम्बर 4 भिटामिन्स, नम्बर 5 मिनरल्स र नम्बर 6 पानी हो। यही 6 वटा कुराहरूको सन्तुलित रूपमा मिश्रित जुन खानेकुराहरू हामीले खान्छौं त्यसैले चाहिँ ब्यालेन्स डाइट भनिन्छ। कार्बोहाइड्रेट हामीले चाहिँ इनर्जीको लागि युज गर्छौं र अर्को चाहिँ फाइबरको लागि युज गर्छौं। भनेपछि कार्बोहाइड्रेटबाट हामीले किलो क्यालोरिज अफ इनर्जी पाउँछौं र हामीले खानेकुराहरूको लगभग 50% जति क्यालोरी चाहिँ हामी कार्बोहाइड्रेटबाट पाउँदछौं, जसमा चाहिँ हामीले जेनरली चाहिँ हाम्रो नेपालमा भात र रोटी यो दुईटा चाहिँ खाने गर्दछौं र यसबाट हामीले चाहिने इनर्जीको आधा जति इनर्जी यसैबाट हामी पाउँछौं। र कार्बोहाइड्रेट हामी दुईटा फर्ममा पाउँछौं। एउटा चाहिँ सिम्पल कार्बोहाइड्रेट र अर्को चाहिँ कम्प्लेक्स कार्बोहाइड्रेट। सिम्पल कार्बोहाइड्रेट चाहिँ जुस, चकलेट, चिनी यिनीहरूबाट पाउँदछ, जसले चाहिँ हाम्रो बडीमा ग्लुकोजको लेभल सार्पली बढाइदिने गर्दछ। र अर्को चाहिँ कम्प्लेक्स कार्बोहाइड्रेट जुन चाहिँ हामी जेनरली भात, रोटी यिनीहरूबाट पाउँदछौँ। यसले चाहिँ हाम्रो बडीमा सुगरको लेभल बिस्तारै बढाउँछ र यसको मेन अर्को फाइदा भनेको यसले हामीलाई चाहिँ फाइबर पनि प्रदान गर्दछ। हाम्रो बडीलाई फाइबर प्रदान हामीले पाउँछौँ। फाइबरले के गर्दछ भन्दा चाहिँ हाम्रो स्टुल दिशा चाहिँ राम्रो गर्छ, विभिन्न कोलोरेक्टल क्यान्सरहरूबाट हामीलाई बचाउँछ र यो चाहिँ सिम्पल कार्बोहाइड्रेट भन्दा कम्प्लेक्स कार्बोहाइड्रेट हाम्रो लागि चाहिँ राम्रो मानिन्छ। डाइटको अर्को एउटा इम्पोर्टेन्ट पार्ट भनेको प्रोटिन हो। प्रोटिनले चाहिँ हाम्रो बडीलाई चाहिँ स्ट्रक्चरल बिल्डअप गर्ने काम गर्दछ। हाम्रो बडीलाई वुन्ड हिलिङ, घाउ कहीँ भयो भने त्यसलाई पुर्नलाई चाहिँ चाहिन्छ र हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्नलाई प्रोटिन चाहिन्छ। अनि अर्को चाहिँ प्रोटिन भनेको हाम्रो इनर्जीको लागि पनि हामीले चाहिन्छ, जसमा चाहिँ हामीले खानेकुराको लगभग 10 to 14% क्यालोरी चाहिँ हामी प्रोटिनबाट पाउँछौँ। र प्रोटिनको आवश्यकता भनेको हाम्रो तौल अनुसार हुन्छ। तौल भनेको 0.8 ग्राम पर केजी प्रोटिन चाहिँ हामीलाई दिनहुँ चाहिन्छ। र प्रोटिन जेनरली हामी दुईवटा फर्ममा पाउँछौँ, एउटा एनिमल र अर्को प्लान्टबाट। एनिमलमा चाहिँ जेनरली चाहिँ मासु, माछा र अन्डा यिनीहरूबाट पाउँछौँ भन्दा चाहिँ प्लान्टको फर्ममा चाहिँ प्लान्टको प्रोडक्ट भनेको दाल अनि गेडागुडीबाट पाउँछौँ। र प्रोटिनको स्मलेस्ट फर्म भनेको एमाइनो एसिड्स हो, जुन चाहिँ दुई प्रकारको हुन्छ। एउटा इसेन्सियल एमाइनो एसिड्स र अर्को चाहिँ नन इसेन्सियल एमाइनो एसिड्स। इसेन्सियल एमाइनो एसिड्स चाहिँ हाम्रो बडीले चाहिँ आफै बनाउन सक्दैन, त्यही भएर चाहिँ खानाको फर्ममा हामीले चाहिँ इसेन्सियल एमाइनो एसिड चाहिन्छ, जुन चाहिँ 9 प्रकारको हुन्छ। र अर्को चाहिँ नन इसेन्सियल एमाइनो एसिड जुन चाहिँ नर्मल कन्डिसनमा हाम्रो बडीले आफै बनाउन सक्दछ, जुन चाहिँ 11 प्रकारको हुन्छ। र यो प्रोटिनको कुरा गर्दा चाहिँ यो जेनरली चाहिँ दुई प्रकारको प्रोटिन हुन्छ खानेकुराको हिसाबले चाहिँ। एउटा चाहिँ कम्प्लिट प्रोटिन र अर्को चाहिँ इन्कम्प्लिट प्रोटिन। कम्प्लिट प्रोटिन चाहिँ यस्तो खानेकुराहरूमा पाइन्छ जसमा चाहिँ हामीलाई चाहिने 9वटै इसेन्सियल एमाइनो एसिड्सहरू हुन्छ, जुन चाहिँ माछा मासुहरूमा हामी पाउँछौँ। र अर्को चाहिँ इन्कम्प्लिट प्रोटिन भनेको जेनरली प्लान्टबाट प्रोडक्टहरू जस्तो कि दाल, गेडागुडीहरूमा यिनीहरूमा चाहिँ इन्कम्प्लिट प्रोटिन पाउँछौँ, जसमा चाहिँ 1 अथवा 1 भन्दा बढी इसेन्सियल एमाइनो एसिड्सको कमी हुन्छ। त्यही भएर दाल र गेडागुडीहरूबाट हामीले पूर्ण रूपले सबै इसेन्सियल एमाइनो एसिड्सहरू परिपूर्ण गर्नलाई चाहिँ विभिन्न प्रकारको दालहरूलाई मिक्स गरेर हामीले खायौँ भने चाहिँ त्यस्तो प्रकारको दाल खायौँ भने हामीले चाहिने सबै इसेन्सियल एमाइनो एसिड्सहरू एउटामा नभएको एमाइनो एसिड्स अर्कोमा हुन्छ, अर्कोमा नहुने एउटामा हुन्छ। त्यही भएर सबै प्रकारको इसेन्सियल एमाइनो एसिड हामी त्यसरी चाहिँ भेजिटेरियन मान्छेहरूले त्यसरी पुरा गर्न सक्छौँ। फ्याट हाम्रो बडीलाई चाहिँ किन चाहिन्छ भन्दा चाहिँ यसले हाम्रो बडीको सेल मेम्ब्रेन, हाम्रो बडीमा सेल मेम्ब्रेन फोस्फोलिपिडबाट बनेको हुन्छ, जुन चाहिँ त्यसको एउटा प्रमुख पार्ट भनेको फ्याट हो। र अर्को चाहिँ हाम्रो बडीको टेम्परेचर मेन्टेन गर्नलाई पनि हामीलाई फ्याट चाहिन्छ। अनि अर्को चाहिँ हाम्रो बडीको इन्टरनल अर्ग्यानहरूलाई प्रोटेक्ट गर्नलाई पनि फ्याट चाहिन्छ। र अरू चाहिँ मेन कुरा भनेको हाम्रो बडीलाई चाहिँ इनर्जी, जुन फ्याटलाई चाहिँ स्टोर्ड फर्म अफ इनर्जी पनि भन्छ हैन। यो चाहिँ इनर्जी हाम्रो बडीलाई चाहिँ लगभग हामीले खानेकुराको लगभग 20 to 30% हामी इनर्जी चाहिँ त्यो फ्याटको फर्ममा पाउँछौँ। र जेनरली फ्याट चाहिँ हामी 3 प्रकारको खानेकुराहरूमा 3 प्रकारको हुने गर्दछ। नम्बर 1 चाहिँ स्याचुरेटेड फ्याट भनेको एनिमल प्रोडक्टबाट हुन्छ। जेनरली चाहिँ मासुहरूमा चाहिँ स्याचुरेटेड फ्याट हुन्छ।
र यसले के गर्दछ भन्दा चाहिँ हाम्रो बडीमा एलडिएल भनेको ब्याड कोलेस्ट्रोल, एलडिएललाई ब्याड कोलेस्ट्रोल पनि भन्छ, हो त्यसको लेभल चाहिँ बढाइदिन्छ। र अर्को चाहिँ ट्रान्स फ्याट हुन्छ। ट्रान्स फ्याट चाहिँ जेनरली प्रोसेस्ड खानेकुराहरू भनेको मतलब पोट्याटो चिप्सहरू यिनीहरू जुन चाहिँ हामीले प्याकेटमा किन्न पाउँछौँ, यस्तो जुन तारेको भुटेको हुन्छ त्यस्तो चिप्सहरूमा जेनरली चाहिँ ट्रान्स फ्याट हुन्छ, जुन चाहिँ हाम्रो बडीको लागि सबभन्दा नराम्रो फ्याट मानिन्छ। जेनरली चाहिँ त्यस्तो फ्याटहरूले चाहिँ एलडिएलको लेभल बढाउने गर्दछ, जुन चाहिँ ब्याड कोलेस्ट्रोल हो। अनि त्यही ट्रान्स फ्याटले चाहिँ हाम्रो बडीमा एचडिएलको लेभल घटाइदिन्छ। एचडिएल भनेको हाम्रो लागि चाहिँ राम्रो कोलेस्ट्रोल, गुड कोलेस्ट्रोल हो। अनि अर्को तेस्रो नम्बर भनेको अनस्याचुरेटेड फ्याट्स। अनस्याचुरेटेड फ्याट्स जेनरली चाहिँ प्लान्ट ओइलबाट हुन्छ, जस्तो कि मस्टार्ड ओइल भयो, अर्को नट्सहरूको तेल भयो, यिनीहरूमा चाहिँ हामीले चाहिँ गुड कोलेस्ट्रोल भन्छ। यिनीहरूमा चाहिँ राम्रो भनेको अनस्याचुरेटेड फ्याट्सले हाम्रो बडीको लागि चाहिँ एकदमै हार्टको लागि, मुटुको लागि पनि हार्ट हेल्दी फ्याट्स पनि भन्छ, त्यो चाहिँ हाम्रो बडीको लागि चाहिँ एकदमै राम्रो। जेनरली यो अनस्याचुरेटेड फ्याटी एसिड्सहरू चाहिँ प्लान्टको प्रोडक्ट्सहरूमा पाउँछौँ। र अर्को एनिमलको प्रोडक्टमा चाहिँ माछामा फेरि ओमेगा 3 फ्याटी एसिड पाउँछ, जुन चाहिँ अनस्याचुरेटेड फ्याटी एसिड हो, त्यो पनि एकदमै हाम्रो बडीको लागि एकदमै राम्रो मानिन्छ। डाइटको अर्को चौथो इम्पोर्टेन्ट पार्ट भनेको भिटामिन हो। भिटामिन चाहिँ जेनरली हामी भेजिटेबल्स र एनिमल प्रोडक्ट्सहरूबाट पाउन सक्छौँ। भिटामिन जेनरली दुई प्रकारको हुन्छ, एउटा चाहिँ फ्याट सोलुबल भिटामिन र अर्को चाहिँ वाटर सोलुबल भिटामिन। फ्याट सोलुबल भिटामिनमा 4 प्रकारको भिटामिन हुन्छ, भिटामिन ए, भिटामिन डी, भिटामिन ई र भिटामिन के। र अर्को वाटर सोलुबलमा 2 प्रकारको भिटामिन हुन्छ, एउटा भिटामिन बी कम्प्लेक्स, यसमा पनि विभिन्न प्रकारको भिटामिनहरू हुन्छ, र अर्को चाहिँ भिटामिन सी। र वाटर सोलुबल भिटामिन जेनरली पानीमा घुल्ने भएकोले चाहिँ हामीलाई दिनदिनै चाहिन्छ, त्यो दैनिक रूपमा हामीलाई चाहिन्छ। र यो धेरै खाए पनि हामीले चाहिँ थोरै भयो भने यसको टक्सिसिटी हुँदैन। र फ्याट सोलुबल भिटामिन चाहिँ हाम्रो बडीमा चाहिँ फ्याटमा स्टोर भएर बसेको हुन्छ र लिभरमा स्टोर भएर बसेको हुन्छ। त्यही भएर यो भिटामिन एकचोटि खायो भने धेरै दिनसम्म पुग्ने हुन्छ। र यो भिटामिनको हाम्रो बडीमा बढी भयो भने, फ्याट सोलुबल भिटामिन बढी भयो भने यसको चाहिँ टक्सिसिटी हुने चान्स अलिक बढी हुन्छ। डाइटमा अर्को इम्पोर्टेन्ट पार्ट भनेको मिनरल्स हो। मिनरल्स जेनरली चाहिँ 2 प्रकारको हुन्छ, मेजर मिनरल्स र अर्को चाहिँ ट्रेस मिनरल्स। मेजर मिनरल्समा चाहिँ क्याल्सियम, म्याग्नेसियम, फोस्फोरस अनि इलेक्ट्रोलाइट्सहरू 3टा चाहिँ सोडियम, पोटासियम र क्लोराइड, यिनीहरू चाहिँ मेजर मिनरल्समा आउँछ। र अर्को चाहिँ ट्रेस मिनरल्समा चाहिँ हामीले चाहिँ जिङ्क, सेलेनियम, कपर अनि आयोडिन, आइरन, यिनीहरू चाहिँ माइनर ट्रेस मिनरल्समा आउँछ। यो कुराहरू हामी जेनरली चाहिँ खानेकुराहरूबाट भनेको पशुपक्षीजन्य खानेकुरा र यता चाहिँ वनस्पतिजन्य खानेकुराहरूबाट पाउँछौँ। र अर्को अन्तिम इम्पोर्टेन्ट कुरा भनेको पानी। हाम्रो बडीले चाहिँ पानी कति चाहिन्छ भन्दा चाहिँ हाम्रो पिसाबको कलरले, युरिनको कलरले हामी डिटरमाइन गर्न सक्छौँ। नर्मली चाहिँ युरिनको कलर चाहिँ स्लाइटली येल्लोदेखि क्लियर भयो भने चाहिँ हाम्रो लागि त्यति पानी पुगिरहेछ भन्ने बुझ्नु पर्यो। र हाम्रो युरिन चाहिँ डार्क येल्लो भयो भने चाहिँ हाम्रो बडीमा पानीको मात्रा कमी भएको छ भन्ने बुझ्नुपर्छ। र अर्को इम्पोर्टेन्ट कुरा भनेको हामीले चाहिँ जेनरली चाहिँ पानी धेरै हाम्रो बडीमा धेरै खाएको पनि राम्रो मानिँदैन, स्पेसली मुटुको समस्या र किडनीको सिकेडी भएको बिरामीहरूमा चाहिँ धेरै पानी खायो भने त्यसले पनि टक्सिसिटी गराउन सक्छ, खुट्टाहरू सुनिन सक्छ, पेटहरू पानी जम्न सक्छ। त्यही भएर त्यस्तो बिरामीहरूले चाहिँ पानीको मात्रा चाहिँ डक्टरले एडभाइस गरे अनुसार चाहिँ खानुपर्दछ। ब्यालेन्स डाइटको कुरा गरिरहँदा चाहिँ हामीले अघि धेरै कुराहरू डिस्कसन गर्यौं। सबै कुराहरू सबैले नबुझ्न नि सक्छ। अब यसैलाई चाहिँ सिम्प्लिफाइड फर्ममा भन्न गइरहेको छु म, जुन चाहिँ अब गाउँघरको मान्छेहरूले नपढेको मान्छेहरूले नि यदि यो भिडियो हेरिरहनु भएको छ भने उहाँहरूले पनि बुझ्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ म एउटा नेपालमा एकदमै प्रचलित फर्मुला भन्न चाहन्छु। यसमा चाहिँ एउटा फर्मुला के छ भन्दा चाहिँ हरेक बार खाना 4 भनेपछि हामीले जतिचोटि खाना खान्छौँ, खानामा चाहिँ हामीले 4वटा कुरा छ कि छैन भन्ने कुरा हेर्नु एकदमै जरुरी हुन्छ। त्यसमा चाहिँ नम्बर 1मा चाहिँ अन्न भनेको हामीले चाहिँ भातको फर्ममा अथवा रोटीको फर्ममा खान्छौँ। र अर्को चाहिँ 2 नम्बरमा चाहिँ गेडागुडी भनेको दाल भयो अथवा अरू गेडागुडीहरू भयो। दालमा पनि विभिन्न प्रकारको दालहरू हुन्छ। बेस्ट भनेको हामीले विभिन्न प्रकारको दालहरू मार्केटमा एभाइलेबल भएको दालहरूलाई मिक्स गरेर दालको फर्ममा खान सक्छौँ। अनि गेडागुडीहरू पनि विभिन्न प्रकारको गेडागुडीहरूलाई मिक्स गरेर हामीले खान सक्छौँ, ताकि हामीलाई चाहिने सबै प्रकारको एमाइनो एसिड्स हामीले पुरा गरौँ। नम्बर 3 चाहिँ वनस्पतिजन्य खानेकुराहरू। वनस्पतिजन्य खानेकुराहरूमा सागपातहरू पाउँछ र फलफुलहरू पनि पाउँदछ। र यो पनि सागपात र फलफुल मिलाएर हामी खान्छौँ। कहिलेकाहीँ चाहिँ अब एउटा फलफुल खायो भने, जस्तो आज स्याउ खायो, अर्कोचोटि चाहिँ सुन्तला, अर्कोचोटि केरा, त्यस्तो फलफुल भयो। सागपातमा पनि विभिन्न प्रकारको, कहिले तोरीको साग, कहिले रायोको, अर्को दिन अर्कै चेन्ज गरी खायो भने हामीलाई चाहिने सबै प्रकारको भिटामिन मिनरल्स हामी पाउन सक्छौँ। त्यो नम्बर 3 को कुरा थियो।
नम्बर 4 मा चाहिँ पशुपक्षीजन्य खानेकुरा पशुपक्षीजन्य खानेकुराहरू मासु माछा अथवा अन्डा यिनीहरू चाहिँ हामी खान सक्छौँ तर कतिपय मानिसहरूले चाहिँ शाकाहारी मानिसहरूले चाहिँ के एनिमल प्रोडक्ट भनेको पशुपक्षीजन्य खानेकुराहरूको फर्ममा कसरी पुरा गर्न सकिन्छ भन्दा चाहिँ दुध अथवा दुधजन्य प्रोडक्टहरू यसलाई पनि पशुपक्षीजन्य खानेकुराहरूमै आउँदछ किन भन्दा चाहिँ दुध चाहिँ हामीले गाई भैँसीबाटै पाउँछौँ त्यही भएर यसलाई पनि चौथो नम्बरमै हामी राख्छौँ ल लास्टमा एउटा समअप गर्नुपर्दा चाहिँ कि हरेक बार खाना चारमा चाहिँ हामीले जस्तो खाना खाँदा चाहिँ हाम्रो थालमा चाहिँ हामीले हेर्नुपर्ने बेलामा चाहिँ के हुनु पर्यो 4वटा कुरा हेर्नु पर्दछ नम्बर 1 मा चाहिँ जस्तो भात हुनु पर्यो दाल हुनु पर्यो कुनै एउटा तरकारी हुनु पर्यो अनि त्यसपछि चौथोमा कि त अन्डा हुनु पर्यो कि त मासु हुनु पर्यो कि त माछा हुनु पर्यो कि त दुध हुनु पर्यो यो कुराहरू मिलाएर एकचोटिमा जस्तो माछा खायो भने अर्कोचोटि खाँदा अन्डा खान सक्छौँ अर्कोचोटि हैन मासु खान सक्छौँ यो चेन्ज गरी दालमा पनि त्यस्तै चेन्ज गरी अनि भात छ भने रोटी चेन्ज गरी हामीले खानु पर्दछ दिँदा चाहिँ हरेक बार खाना चाहियो कुरा ध्यान दिँदा चाहिँ हामीलाई चाहिने हाम्रो बडीलाई चाहिने ब्यालेन्स डाइटमा कार्बोहाइड्रेट प्रोटिन फ्याट भिटामिन मिनरल्स र वाटर यो सबै कुराहरूको चाहिँ हामीले सन्तुलित रूपमा पाउँछौँ र यसले समग्र रूपमा चाहिँ यसले चाहिँ हाम्रो बडीलाई चाहिँ के गर्छ हेल्थ हाम्रो बडीको फिजिकल हेल्थ मेन्टल हेल्थलाई प्रमोट गर्दछ र अर्को कुरा चाहिँ विभिन्न रोगहरूबाट लाग्न दिँदैन र हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढी गर्दछ